घडी रोडको रिजल्ट आयो नि त इक्जामको त्यही रिजल्ट लिनलाई चाहिँ निस्केको साले के भएछ यो त्यही गरेर हेर्नु पर्यो अनि पुरै फोकै फोका आएको छ कि होइन घाँटीमा नि यस्तै फोका फोका आइरहेछ 1 रुपियाँ पनि दिनु हुँदो रहेछ कि 1 रुपियाँ पनि नकाटी अनि त्यहाँनिर जान्छु त्यहाँनिर गएर चाहिँ म के भन्छु अनि यसलाई अझै हान्नु यसलाई पिटै नपुगेको हानी पढाउनु भनेर भन्छु होइन सो त्यही होइन होमवर्कसम्म सकेर चाहिँ चट्ट नुहाएँ अनि पानी पनि रोक्यो फेरि पढ्नु लागेको छ होइन अनि अहिले चाहिँ कहाँ निस्केको भने रोडको रिजल्ट आयो नि त इक्जामको त्यही रिजल्ट लिनलाई चाहिँ निस्केको साले के भएछ यो त्यही गरेर हेर्नु पर्यो के गयो तेरो बुटु ढुटु भएको छ कि नै भिडियो बनाउँछ थाहा छ भिडियो बनाउँछ ल ठिक छ यसको बुटु ढुटु भइरहेछ अरे यसलाई त म अब गार्जेन बनेर जानला हो नि त प्यारेन्ट्स अनि त्यहाँनिर जान्छु त्यहाँनिर गएर चाहिँ म के भन्छु अनि यसलाई अझै हान्नु यसलाई पिटै नपुगेको हानी पढाउनु भनेर भन्छु होइन त्यही त हो नि सो अहिले बर यो चाहिँ यसको स्कुल आइसक्यो होइन अब यसको स्कुलभित्र जाने अब भित्र त के क्यामेरामा जाने होइन बाहिर आएर एक्सप्लेन गरौँला यो के भयो कस्तो भयो यसको रिजल्ट कस्तो आयो होइन राम्रो आयो कि आएन बाहिर आएर एक्सप्लेन गरौँला भित्र लिएर हिँड्न तेरो स्कुलमा भित्र लानु दिँदैन बाइक दिँदैन तेरो स्कुलमा भित्र बाइक लानु दिँदैन सानमा लिएर जान्छ छैन मेरो आफ्नै बाइक हो भने सानमा लिएर जान्छ छैन ल अब अलि मिलाएर राखेँ त सो त्यो अहिले चाहिँ हामी निस्किसक्यौँ होइन तपाईँहरू त मख भयो होला है रोशनले अब यसलाई कतिखेर पिट्छ भनेर होइन तर यसको चाहिँ रिजल्ट आज आएन किनभने अहिले बन्द भइसकेको रहेछ 2 बजे नै बन्द भइसकेको रहेछ खुल्ला चाहिँ हुने 10 बजीदेखिबाट 1 बजीसम्म रहेछ तर हामी अलि ढिलै आएको कारणले बन्द भइसक्यो अब भोलि आउनुपर्छ अनि भोलि कुरा भोलि नै हुन्छ आज भिडियो केही दिन व्यवस्था गरिदिनुपर्छ अहिले रुम पुगेर होइन रुम न यसलाई म पिट्दिनँ आज किनकि त्यसको आज रिजल्ट आएन यो बच्यो यो बलिको बाख्रा बस्यो आज यसको भोलि हुन्छ बलिदान मार्ग आएन सो त्यो अब हामी निस्किन्छौँ सर घरतर्फ अनि ब्लगको एडिटिङ गर्छु फेरि मेरो घाँटीमा ओपर आएको छ कि यहाँ नै यो घाँटीभरि हातभरि पुरै फोका आएको छ कि के भएको यहाँ नै पुरै फोका आएको छ कि पुरै फोकै फोका आएको छ कि होइन घाँटीमा नि यस्तै फोका आइरहेछ अनि बबुलाई सोधेको बबुले चाहिँ एलर्जी आएको भनेर भन्छ अनि मैले ल एलर्जी नै होला नि भनेर चट्ट नुहाइदिइहालेको कि नुहाएर अनि त्यसपछि अब हाम्रो बबुहरूले चाहिँ के भन्छ छ भने यस्तो आएको बेला चाहिँ सिन्दुर रातो रङहरू हाल्नुपर्छ अरे क्या त्यो चाहिँ अब घरै गएर लगाउँछु पुरै रातै भएर बस्दिन्छु होइन त्यही त हो नि सो त्यो गाइज नेक्स्ट डेमा वेलकम छ तपाईँहरूलाई अनि हिजोको भिडियो चाहिँ त्यतिमै एन्डिङ भयो कि केही पनि गर्न पाएन नि त त्यस्तो के अनि त्यही भएर त्यतिमै छोटो राखिदिएको रुम आएर चाहिँ बोलाएर रुममै बस्नु पऱ्यो कहीँ निस्किन पनि पाएन त्यही भएर के अब रुम केही भिडियो बनाउँ भनेर चाहिँ मैले बनाइनँ अनि अहिले चाहिँ छोटो नेक्स्ट डेमा चाहिँ म कहाँ जाँदैछु भने रिजल्ट लिन जाँदैछु अब रिजल्टमा के भयो त म अब रिजल्ट लिन जाँदैछु रिजल्टमा के भयो त अब म त्यही हो अनि टक्क लाएर यत्तिकै जानु लाग्यो चप्पल लाएर जाउँ भनेको फेरि औडा लाग्यो कि मलाई चप्पल लाएर जाउँ भनेको फेरि के चप्पल लाएर जानु होइन सबजना जुत्तामा आउँछ नि त त्यही भएर जुत्तै लगाइदिएको कि मैले अन्त चप्पलमै जान्थेँ म त्यही कलेज आफ्नै कलेज त हो नि होइन आफ्नै घर जस्तै त हो नि त्यो घरमा अब खानु पाइन्छ सुत्न पाइन्छ कलेजमा सुत्न पाइँदैन पढ्नु पाइन्छ आफ्नै घर त हो नि त्यही अब बाइक म निकाल्छु सो लेट्स गो है सो हामी चाहिँ कलेजमा आइसक्यौँ होइन अब चाहिँ रिजल्ट सुन्ने हाम्रा दिल त यस्ता गार्डन सा हो र है त्यही अब माथि जानु पऱ्यो अङ्कललाई लिएर त लिएर आइज म के आउनु म फेरि के जानु कि बाइकले धोका मात्र दिन्छ त्यही माथि जाउँ न सो हाम्रो साथी चाहिँ कतिवटा फेल भयो तिमी म एउटा पनि भएन दोस्त भएन त्योहरू मुस्कुराइरहेको अच्छा म्यामले चाहिँ घात गरे अच्छा म्यामले चाहिँ मेरो घात गरिदियो कि त्यो मिलाउनु पर्छ भोलि आएर दाइ यता हेर्नु दाइ यता हेर्नु मेरो भ्लगमा सबले तपाईँको डिमान्ड गरिरहेको छ तपाईँको नाम विश्व दाइ भनिदिनु नाम के भनिदिनु नाम केटीहरूलाई मात्रै विश्वास राई मध्यपूर्व उदयपुर कटारी केटीहरूलाई चाहिँ के स्पेसल गिफ्ट के दिनु चाहनु केटीहरूलाई के यस्तो चाहिँ यो चाहिँ कसलाई केटीहरूलाई होइन केटीहरूलाई अनि केटाहरूलाई
ओए घडी मोबाइल अर्को रोलेक्स एम आइफोन ओए 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 दाइ दाइ घडी साट्नु न दाइ 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 घडी साट्नु न घडी साट्नु सरी ब्रो रोलेक्स रहेछ यार बुढोसँग त आम्मा सक्छ त अब सक्दैन सुत्यो गाइज हैन अब चाहिँ म र बहिनी चाहिँ यहाँ बाबाले पैसा पठाइसकेको रहेछ अनि पैसा झिक्न जानु लाग्यो प्लस फेरि बक्सिङ ग्लोभ्स पनि एउटा मात्र छ क्या हाम्रो अनि बक्सिङ ग्लोभ्स पनि एउटा लिनुपर्ने हुन्छ प्लस फेरि बाइक सर्भिसिङ पनि गर्नुपर्ने हुन्छ ल यो रुएर बसिरहेको थिएँ कि लाइक मैले लिएर गएन भनेर रुएर बसिरहेको थिएँ अनि त्यही भएर चाहिँ लिएर जानु पर्यो पकड बाइक हाँक्ने हो नि फेरि तिमीले बुझ्यो सो अहिले चाहिँ हामी चट्ट पारामा आइएमईमा आइसक्यौँ बन्द पो रहेछ आइएमई सिट भइहाल्यो नि कहाँ जाने सो फाइनली पैसा झिक्यौँ हामीले ब्याङ्क आएर बहिनी चाहिँ उहाँ अगाडि पुगिसक्यो चट्ट लगाएर 1 रुपियाँ पनि दिनु हुँदो रहेछ कि 1 रुपियाँ पनि नकाटिकन लाइक 1 रुपियाँ आएको छ भने 1 रुपियाँ दिने 2 रुपियाँ आएको छ भने 2 रुपियाँ दिने गर्नु हुँदो रहेछ सो अब हामी लास्ट सरकारी अनि घरमा चाहिने सामग्रीहरू चाहिँ चट्ट लिन जान्छौँ खाने नानीहरू चाहिँ यो होइन हाम्रो बाइक यस्तो चाहिँ फेरि जस्तो हाम्रो जस्तो बाइक देख्ने त्यहाँ हाम्रो भन्दा बस्दो रहेछ हाम्रो बाइक ऊ त्यो पल्सर यो होइन क्या यो होइन यो अरे ऊ त्यो हाम्रो बाइक ऊ त्यहाँ हेर्दा पार्किङमा हेर्दा त्यो हो हाम्रो बाइक कि यो कुन हो भन्दा अनि के अघि यो भनिरहेको त अनि दिमाग छैन हो दिमाग छैन हो सो म चाहिँ यहाँनिर चट्ट लगाएर कहाँ कुन ठाउँ यो के अरे बिरेन चोक मेडिकल चोक लाउरेन चोकभन्दा अगाडि यहाँ दिदीहरूको कस्मेटिक पसलमा आइसक्यो यहाँ दिदी हुन्छ यता हाम्रो दिदी होइन दिदी चाहिँ मोडलै हो कि चस्मा लाएर होइन अब यहीँ पसलमै छ नि त सबै त यहीँबाट चट्ट लगायो फोटोसोटो खिच्यो भिडियो बनायो होइन अनि त्यो खुसी लाग्छ यहाँनिर आउँदाखेरि चाहिँ के हुन्छ अनि यहाँनिर चाहिँ एकदम सस्तोदेखि महँगोसम्म छ अनि फिक्स प्राइस के साथै तपाईँहरूको यसको चाहिँ मात्र 100 रुपियाँ कि होइन यसको चाहिँ 100 रुपियाँ यस्तो राम्रो चिजको 100 रुपियाँ भनेपछि यो काइयोहरूको यस्तोको 100 रुपियाँ भनेपछि अरू के नै चाहियो र होइन अनि यहाँनिर चाहिँ बहिनीलाई एउटा यो लिइदिनु पर्यो कुन लिने चुज गर छ के लिने त अर्को भन यो लिने यो लबर लिने कि के लिने यो सानी छ यसलाई यस्तो के काम के लिने ल भन के लिने भन ल के बेलुन कहाँ छ बेलुन खै ए यो लिने ल यो हस् ल बेलुन मन पऱ्यो ल बेलुन अरू केही लिने नलिने भयो सो अहिले चाहिँ हामी सु पसलले आइसक्यौँ अब यहाँबाट चाहिँ ग्लोभ्स उठाएर लिएर जानु पर्यो नि त चट्ट लगाएर सो त्यो अहिले चाहिँ सबै सामान किनेर चाहिँ म रुममा आइसकेँ अब एकछिनपछि चाहिँ बक्सिङ क्लास जानुपर्ने हुन्छ मेरो सास चाहिँ उपर हुन्छ नि तातो आइरहेछ एकछिन म रेस्ट गर्छु अनि आजको भिडियो के कस्तो लाग्यो भनिदिनु होला भेट्नुपर्छ नेक्स्ट भिडियोमा बाबा गाइस यु एट नेक्स्ट अनदर ब्लग अर्को भिडियो भेट्नुपर्छ है त बाबा गाइस